यहाँ माथि मैले एउटा फोटो हालेको छु मिस्टर फिटम्यान उहाँ बाहिर अहिले हुनुहुँदो रहेछ सायद युरोपतिर कतै हैन अब म उहाँलाई के भन्न चाहन्छु भने हर्क साम्पाङलाई बालेन शाहसँग मिल्नु कुलमान घिसिङसँग मिल्नु हैन रवि लामिछानेसँग मिल्नु भन्ने कुरो तपाईले सुझाव सल्लाह दिनु त ठिकै होला तर यस्तो खालका सुझाव सल्लाह नदिँदाखेरि हुन्छ हर्क साम्पाङ जस्तो एउटा मान्छे जो व्यक्ति हैन एउटा ग्रास रुट लेभलबाट उसले मेहनत गर्दै आएको हैन श्रम गर्दै आएको जनतालाई सचेत बनाउँदै आएको हर किसिमका उहाँसँग अभियानहरू चालेर हैन उहाँ अहिले आफ्नो एउटा कामले एउटा इमानदार भएर देशले चिन्नु यो संसारले चिन्नु सकेको एउटा मान्छेलाई तपाईले ती भ्रष्ट दलालहरू हैन देशसँग एउटामा घातक सम्झौता गर्ने मान्छेहरुसँग तपाईले मिल्नु पर्छ भन्ने कुरो पनि यो राम्रो कुरो हो र उहाँले मिल्नु चाहनु भयो भने उहाँ आफै मिल्नुहुन्छ क्या त्यति एउटा देश चलाउन खोज्ने मान्छेसँग त्यति विवेक छैन होला र त्यति ज्ञान छैन होला र यस्तो खालका कुराहरू हामीले नगरौं है एउटा हर्क साम्पाङ मात्रै एउटा ओन्ली 1% हो के नेपालको वान म्यान आर्मी हो एउटा वान पिस मात्रै हो हर्क साम्पाङ अरु कोही पनि छैन त्यस्तो सबै काण्डमा मुसेका भ्रष्टाचार लागेका कुलमान घिसिङको पनि अझै कति मुद्दाहरू विचाराधीन छ भन्छ अदालतमा यो कुराहरू हामीले बुझ्नु पर्छ त्यही भएको कारणले हामीले सम्पूर्ण कुराहरू बुझेर मात्रै बोलौं साथीहरु कसैलाई फोर्स नगरौं हाम्रो नेताहरू हैन देश चलाउँछु भने आएका नेताहरूसँग सबै विवेक छ हामीले कसैले सिकाइरहनु पर्दैन म त्यही भन्न चाहन्छु र कोहीसँग मिल्दैन सम संस्कृति पार्टीले बहुमत लिन्छ र यो देश बन्छ नमस्कार